हुँदैन। अनि मेन कुरो मान्छे भिडियो बनाउँछु भनेर त लाग्छ तर मेरो लुक्स नराम्रो छ कि कस्तो नराम्रो देखिने हो कि क्यामेरामा कस्तो हो कि त्यस्तो सोध्नु पर्दैन। तपाईँ जति राम्रो देखिनुहोस् नराम्रो देखिनुहोस् तपाईँको लुक्स वाउ होस् मतलब भएन कि तपाईँ कन्टिन्यू के गरिराख्नु भएको कन्टेन्ट कस्तो दिनुभएको त्यो कुरा म्याटर गर्छ खासमा होइन। बिस्तारै मान्छेहरूलाई पनि बानी हुँदै जान्छ एप्रिसिएट गर्दै जान्छ कि एक्कासी अब तपाईँ को नयाँ मान्छेलाई त कसले राम्रो मान्छ र एक्कासी ल इक्जाम्पलको लागि बुझ्नुहोस् कि तपाईँ घरमा नयाँ मान्छे आछ ल मलाई बास दिनुहोस् भनेपछि घर चाहिँ बास दिनुहुन्छ र दिनुहुन्न के र त्यो हिसाबले भन्दाखेरि तपाईँ रेगुलर भिडियो बनाइराख्नुहोस् होइन। भिडियो बनाउँदै जानुहोस् मान्छेले एक दिन तपाईँलाई रिकगनाइज गर्छ अर्को दिन फेरि बढ्दै जान्छ त्यस्तै गर्दै बढ्दै जाने हो होइन। नत्र भनेपछि कसले तपाईँलाई एकै दिनमा त ओहो यो त राम्रो रहेछ भन्नु कसरी होइन। एडप्ट गर्न सिक्नु पऱ्यो क्या इन्भाइरोमेन्टमा डुब्न सिक्यो भनेपछि आफै एडप्ट भइहाल्छ कि राम्रोसँग आफै राम्रो तपाईँहरू कन्टिन्यू के। अब मलाई थाहा छैन मलाई राम्रो वर्ड्सहरू आउँदैन मलाई थाहा छ मलाई रियलाइज भइरहेको छ कि मैले क्यामेराको अगाडि यस्तो दामी शब्दहरू निकाल्ने एकुरेट शब्दहरू निकाल्ने त्यो जान्दैन तर पनि कन्टिन्यू गर्नुपर्छ। मान्छेहरू बाटामा हिँड्ने यताउता हुन्छन् गाउँ छिमेककाले के भन्छन् मलाई फल्नाले के भन्छ कसो भन्छ भनेर मतलब गर्नुहुन्न कन्टिन्यू लागिरहनुहोस् बिस्तारै हुन्छ बिस्तारै गर्दै बढ्छ। मेरो फर्स्ट डे 1को भिडियोमा मेरो कहानी सुनाउँछु है तपाईँलाई। डे 1को भिडियोमा मेरो 0 भ्युज आएको थियो केही दिनपछि आजभोलि 3-4 भ्युज आएको छ युट्युबको कुरा हो होइन। अनि 3-4 भ्युज गर्दा हिजोको भिडियोमा 200+ भ्यू आयो 265-66 भ्युज आयो भनेपछि एचिभमेन्ट हो कि 10 दिनमा 265 भ्युज आउन सक्यो भनेपछि टोटलिङमा हेर्दाखेरि मेरो गाडी आछ टोटलिङमा भन्दाखेरि मेरो भिडियोमा टोटलिङ गर्दाखेरि 1.1K भ्युज गइसकेको छ 4 लाइक्स आइसकेको छ भनेपछि एप्रिसिएट गर्दैछ कि मान्छेले मसँग कन्टेन्ट दिने कन्टेन्ट केही पनि छैन तर पनि आयो के अरे भ्युज आउँछ गर्दै गरेपछि आउँछ। अब तपाईँहरू केही गर्नु भएन अनि मेरो भ्युज आउला कि नआउला कति आउला के गर्ने होला भनेर बस्नुभयो भने त हुँदैन। त्यो हिसाबले तपाईँ स्टार्टिङ गर्नुपर्छ सानोदेखि सुरु गर्ने हो बिस्तारै तपाईँ राम्रोसँग गर्दै जानुहुन्छ गर्दै गयो भनेपछि मान्छेले पनि एप्रिसिएट गर्दै जान्छ तपाईँको पनि राम्रो हुँदै जान्छ बिस्तारै टेक्निक सिकिन्छ यो मार्केटको बारेमा थाहा हुन्छ यो भिडियोग्राफी कन्टेन्ट क्रिएसनको बारेमा थाहा हुन्छ अनि बल्ल हुन्छ के चिलाइरहेको छ यार अनि कन्टेन्ट क्रिएसन बारेमा थाहा हुन्छ त्यसै थाहा